धेरै नै महँगी बढ्यो, जापान सरकारले बाँड्ने भनेको 30,000 आउँदै आएन भन्ने तपाईँलाई लाग्छ भने हतार नगर्नुहोला, बिस्तारै आउँछ। आज म थोरै खुसी छु किनकि मैले यो 30,000 3 मानको खामी चाहिँ प्राप्त गरेको छु। मेरो पोस्ट बक्समा आज म कामबाट फर्किँदा यो 30,000 को खामी चाहिँ सरकारले मेरो पोस्ट बक्समा पठाइदिएको थियो। अब मैले यसमा आफ्नो डिटेलहरू, ब्याङ्क डिटेलहरू, त्यसपछि मेरो रेसिडेन्ट कार्डको फोटो, ब्याङ्क कार्डको फोटोहरू सबै पेस्ट गरेर चाहिँ मैले यसलाई पठाइदिन्छु र अबको केही दिनमै, पठाएको केही दिनमै मेरो खातामा चाहिँ मैले 30,000 रुपियाँ पाउँछु है त। तपाईँ नेपाली विद्यार्थीहरू हुनुहुन्छ, डिपेन्डेन्ट हुनुहुन्छ, यहाँ चाहिँ खास आफ्नो फ्यामिलीको डिटेल राख्ने र हामी एडल्टहरूले चाहिँ एकजना बराबर 30,000 पाउने र बच्चाहरूले चाहिँ 20,000 पाउने भनेर लेखेको छ। यो चाहिँ इन्कमको आधारमा पनि हुन्छ भनेको छ, इयरली इन्कम कति छ। तर धेरैजना स्टुडेन्टले चाहिँ यो सबैले नै पाउनुहुन्छ। जापान सरकारले चाहिँ धेरै नै महँगी बढ्यो, लाइफस्टाइल धान्न गाह्रो भयो भनेर यो पैसा बाँडिरहेको हो। यो चाहिँ सबै ठाउँ अनुसार फरक हुन्छ। यो सरकारले भने पनि यो पैसा चाहिँ आफ्नो स्थानीय तहले, आफ्नो ओडाले चाहिँ यो पेपरहरू सबै म्यानेजमेन्ट गरेर पेपरहरू पठाउने हुँदा चाहिँ कतिले पाइसक्नु भयो, कतिले चाहिँ पेपर भरेर पठाउनु भएको छ, पैसा आउनु बाँकी छ र कतिकोमा यो पेपरै आउनु बाँकी छ है। नआत्तिनु होला, तपाईँकोमा पेपर आउँछ र पेपर आउन साथै यो जति छिटो तपाईँले आफ्नो डिटेल भरेर पठाउनु भयो, तपाईँको खातामा त्यति छिटो नै पैसा हालिदिन्छ है त सरकारले। हस् त, थ्याङ्क यू सो मच।